हेलो एभ्रिवान, नमस्ते। आइएम छिरिङ शेर्पा। सक्सेस लाइफमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई मेरो यो च्यानलबाट अहिले मैले कन्टेन्ट पनि चेन्ज गरेको छु। अहिले कन्टेन्ट चेन्ज गरेर अब चाहिँ हामी चाहिँ यो अब प्यासिभ इन्कम, एक्टिभ इन्कमतिर लाग्नुपर्छ भन्ने सोच चाहिँ मलाई बहुत आएको हुन त अब मैले पहिल्यैदेखि गरिरहेको, किनभने आफू पनि सिक्ने र अरूलाई पनि सिकाउने मेरो लक्ष्य नै त्यही हो। त्यो कारणले म अबको दिनहरूमा तपाईँहरूलाई सधैँभरि यो अलिक सठिक 10 मिनटदेखि 8 मिनट, 10 मिनट, 15 मिनटको भिडियोमा तपाईँहरूलाई मोस्ट इन्फर्मेसन र नयाँ अपडेटेड जानकारीहरू चाहिँ गराउने चाहिँ मेरो इच्छा, मेरो इन्ट्रेस्टेड हो है। अनि हामी यो मेरो यो लाइफ सक्सेसमा चाहिँ भोलि लाइफ सक्सेसकै बारेमा चाहिँ कुराकानी हुन्छ। जस्तो कि नेपालको नयाँ स्टक मार्केटमा कुन चाहिँ नयाँ नयाँ कम्पनीहरूलाई कुन चाहिँ आइपिओ निकासन गर्दैछ त होइन, र कुन चाहिँ कम्पनीलाई एफपिओ निकासन गर्दैछ र आइपिओ के हो, एफपिओ के हो भन्ने कुराहरू जानकारी गराउने उद्देश्य मेरो हो। र यो फाइनेन्सियल फ्रिडम सम्बन्धीको कुरा गर्ने र आफू सिक्दै र अरूलाई पनि सिकाउँदै गर्ने चाहिँ मेरो उद्देश्य हो। अनि अब हामीले हुन त अलिक विडम्बना कस्तो छ भने हामी सबैजनाले काम गर्छौँ, काम सबैले गर्छ होइन। तर पनि अब संसारभरमा लगभग 5 अरब, यो धरतीमा 5 अरब जनसङ्ख्या छ। 5 अरब जनसङ्ख्या मतलब 5% मान्छे मात्रै चाहिँ सक्सेस लाइफ जिउँछ भन्ने कुरा चाहिँ यो पर्मानेन्ट भन्छ, साइन्सको हिसाबले पर्मानेन्ट भइसकेको छ। किनभने अब 5% भनेको अब कति होला होइन, त्यो आफूले अनुमान गर्ने कुरा हो। अथवा 5% मान्छेभित्रमा चाहिँ हामी किन अटाउँदैनौँ भन्ने कुराहरू अब म बिस्तारै अब अर्को नयाँ टपिक्समा कुरा गर्दै जाउँला। आज चाहिँ म तपाईँहरूलाई के कुरा जानकारी छ, फाइनेन्सियल फ्रिडम हुनुको लागि चाहिँ हामीसँग 3टा कुराको आवश्यकता पर्छ। पहिलो कुरा, आफू जुन देशमा जन्म्यो त्यो देशको कानुन बुझ्नु पऱ्यो है। अनि त्यसपछि यो पृथ्वीमा छ तपाईँको वर्ल्डको एउटा तपाईँको नेम सिस्टमहरू बुझ्नु पऱ्यो, त वर्ल्डको कन्डिसनलहरू बुझ्नु पऱ्यो। त्यसपछि आफ्नो क्षमता बुझ्नु पऱ्यो है। 3टा कुरा बुझ्यो भने फाइनेन्सियल फ्रिडममा हामीले जसरी काम गर्नु छ। मान्छेले त भन्छ अब तपाईँले अनलाइन मार्केटिङ गऱ्यो भने धेरै पैसा हुन्छ भन्छ। कहाँबाट हुन्छ? अनलाइन मार्केटिङ गर्ने मान्छे यहाँ हजार आउँछ, दुनियाँ छ होइन। कसले काम गर्छ? कसको पैसा कसले कति कमाएछ? कहाँ? त्यो हजारमा एकजनाले कमाएर हुन्छ। जस्तो हजारमा एकजना कमाएर हामीले सकेका छैन, मैले सकेका छैन। तर फाइनेन्सियल फ्रिडम हुनुको लागि नलेज हुनु पऱ्यो। मेन कुरा नलेज हुनु पऱ्यो। यति नलेज हामीसँग नलेज छैन, न यो कुरा चाहिँ हामीले जन्म दिने बाउ आमाले सिकायो, न त स्कुलमा सिकायो, न त कलेजले सिकायो, न त युनिभर्सिटीले सिकायो, कसैले सिकाएको छैन। फाइनेन्सियल फ्रिडम सम्बन्धीको कुराहरू म आज तपाईँहरूलाई भन्दाखेरि, फाइनेन्सियल फ्रिडम भनेको आफूले काम गर्दाखेरि आफ्नो उमेर एज 40 अन्डर 14 इयर्स हुँदाखेरि नै आफूले सक्दो पैसा कमाइसक्नुलाई नै फाइनेन्सियल फ्रिडम भनिन्छ। र फाइनेन्सियल फ्रिडम कसरी हुने त? कतिले त थाहै छैन। कतिले त भन्छ तर यो आइपिओ गरेर पनि मान्छे जिन्दगी उभा लागिन्छ र भन्छ। यस्तो मान्छेहरू छन् होइन। अब आइपिओ एप्लाई गरेर आइपिओ भरेर अथवा आइपिओबाट नै त पैसा त हुने त होइन, हुन्छ धेर थोर हुन्छ, त्यही 20-30 हजार हुन्छ आइपिओबाट नि। हुन त राम्रै कुरा हो। 1,000 लगानी गरेपछि 40,000 हुन्छ भने त कसले गर्छन्। अब त्यो सबैले सम्भव छैन। नेपालको आइपिओमा अहिले तपाईँको 20 लाखदेखि 25 लाखको बिचको हाराहारीमा मान्छेले आइपिओ एप्लाई गर्छ आजभोलि है। अब पहिला हाम्रो पालामा त अब निवेदन लेखेर
क्यापिटल गएर दर्ता गरेर गर्थ्यो। त्यो बेलामा त 30, 40, 50, 60, 70 गीत त पाउँथ्यो। अझै विनोद चौधरीको पालामा त अब कम्पनी नै घर घरमा आउँथ्यो। अब त्यो घर घरमा आउँदा मेरो कम्पनीको चाहिँ आइपिओ भरिदिनुहोस् न, म तपाईँलाई यति चाहिँ प्रायोरिटी दिन्छु भन्थ्यो। त्यसैले त विनोद चौधरी धनी भयो। अब हामी पछि पऱ्यो, किन पछि पऱ्यो भने आइपिओ सम्बन्धीमा नलेज त भयो, धेर थोरलाई नलेज भयो, तर अहिले नेपालको कम्पनीहरू सानो भयो, काम गर्ने मान्छे बढी भयो, अनि कहाँ पर्छ। मैले 40 आइपिओ भर्दाखेरि भला एउटा पऱ्यो, सिधा कुरा होइन। त्यो कारणले आइपिओ ठिक छ, केही हदसम्म ठिक छ, तर नेपालको आइपिओमा पनि अलिकति अपडेटेड गर्नुपर्छ। तर नेपालको स्टक मार्केटमा गऱ्यो भने छ, धेरै कुराहरू छ। तपाईँले आइपिओ भर्नुभन्दा अक्सन सेयरहरू खरिद गर्ने र बिक्री गर्ने काम है। अक्सन सेयर खरिद गर्ने अनि बिक्री गर्ने काम, त्यसलाई त आइपिओ कुर्नु परेन, केही गर्नु परेन, जन्जल लिनु परेन। ट्याक्टु अलिक सस्तोमा किन महँगोमा बेच्ने काम भयो। अनि त्यहाँ त्यो त्यसरी गर्दा हुन्छ। अनि आज म तपाईँहरूलाई फाइनेन्सियल फ्रिडम सम्बन्धीको कुरा गर्छु भने, फाइनेन्सियल फ्रिडम हुनुको लागि चाहिँ हामीले सबैभन्दा पहिलो कुरो त के गर्नुपर्छ भन्दाखेरि आफू घरको सदस्यता सबैभन्दा मूल कमाउने मान्छे को छ उसको लाइफ इन्सुरेन्स हुनुपर्छ। हुन त मान्छेले के भन्छ, लाइफ इन्सुरेन्स गर्नलाई पैसा तिर्नुपर्छ। पैसा त तिर्नुपर्छ, तर तपाईँले तिरेको पैसा ब्याजसहित र ब्याजसहित गरेर फिर्ता हुन्छ। त्यो भनेको ब्याङ्कमा पैसा राखे जस्तै हो। तपाईँलाई टेक्स एसिस्टेन्स बेनिफिट हुन्छ, अनि तपाईँको यो एक्सिडेन्टल बेनिफिट हुन्छ, तपाईँलाई औषधि उपचार खर्चहरू हुन्छ। तर होइन, त्यो भयो भने नेपालमा औषधि उपचार खर्च, हस्पिटलको बेड चार्जहरू मात्रै धेरै पैसा लिन्छ। तर एउटा आफ्नो लाइफ इन्सुरेन्स गऱ्यो भने त्यसमा सिआई भन्ने अप्सन चुज गरेर त्यो लियो भने अलिकति थोरै 200-400 रुपियाँ प्रिमियम महँगो पर्छ, तर त्यसले केही फरक पर्दैन। 200-300 रुपियाँले गर्दाखेरि तपाईँको भोलि लाखौँ करोड बस्न सक्छ। त्यो कारणले लाइफ इन्सुरेन्स गर्ने प्लस त्यसमा तपाईँको सिआईहरू लिने, सिआई भनेको लिने एक्सिडेन्टल बेनिफिटहरू भएको पोलिसीहरू आफूले किन्ने। त्यसो गऱ्यो भने पहिला तपाईँको लाइफ सेटल हुन्छ, त्यो तपाईँ सुरक्षित हुनुहुन्छ। मान्छेले त भन्छ भोलि मरिन्छ के पैसा इन्सुरेन्स कम्पनीले पैसा तिरेर चाहिँ के गर्दैन। इन्सुरेन्स पैसा तिरोस् या नतिर पैसा त तिर्नुहुन्छ, ठिक छ। तपाईँले वर्षमा कति एक महिनाको लगभग 6 देखि 10,000 20मा बढ्छ मासिक हिसाबले। इन्सुरेन्स कम्पनीमा 3 महिनाको भुक्तानी हुन्छ, 6 महिनाको अनि 1 वर्षको भुक्तानी हुन्छ। अलिक खोकी लागेको छ, सरी। मैले यो च्यानलमा फर्स्ट टाइम पनि हो र मैले फर्स्ट इन्फर्मेसन दिनु खोजेन, तर यो चाहिँ मैले तपाईँहरूलाई त्यो भनेको। र मलाई लाइक कमेन्ट सेयर गर्नुहोस्, कुन सम्बन्धीको भिडियो चाहिन्छ त्यही सम्बन्धीको, जस्तोको बिटकोइन कारोबारहरूमा भयो, अनि फरेक्स हाम्रो यो डलरहरू किनबेच गर्ने सम्बन्धीको भयो होइन, यो त्यो भयो। अनि इन्टरनेसनल वालेटहरू कसरी बनाउने होइन। अब कतिपय मान्छेले तपाईँलाई बिटकोइनको कारोबार त गर्छ, कसरी होइन। नेपालमा त इलिगल छ, लिगल भएको देशहरू छ, जस्तो कि युरोपियनको जो जर्मन आइसल्यान्ड, अमेरिका, अरू देशमा बिटकोइनहरूको लिगल छ। तपाईँको एटिएमबाट नै विथड्रल गरेर पैसा निकाल्नु मिल्छ। नेपालमा इलिगल छ। तर यो कुरामा चाहिँ अब बिस्तारै त होला, अपडेटेड होला, नेपाल सरकारले पनि अलिकति विचार गर्ला। अनि त्यसपछि कमोडिटी मार्केटहरूको बारेमा भयो। कमोडिटी मार्केट्स भनेको वस्तु विनिमय खरिद बिक्री, यसमा कपर, सुन, चाँदी, हिरा, मोती होइन, अथवा मेन कुरा चाहिँ वस्तु विनिमय होइन, वस्तु सम्बन्धीको कारोबार ट्रेडहरू गरिन्छ। यहाँ आज कतिमा किने भोलि कतिमा बेच्ने भनेको यसलाई कमोडिटी मार्केट। नेपालमा त कमोडिटी मार्केटको लाइसेन्सको प्रक्रिया अहिले भर्खर छ। योभन्दा पहिला त गरिरहेको पनि थियो,
तर अब चाहिँ नेपाल तितोपत्र बोर्ड अथवा नेप्सेले नै उसको अन्डर राइटिङमा चाहिँ काम गर्ने भनेर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ। नेपालको कानुन अब दैवले जानु त भन्छन्, कहिले कुन सरकार कहिले कुन सरकार, अब सरकार अब त्यही हो। जे भए पनि नभए पनि हामीले नेपालको कानुनबाट नभए पनि अब जस जानकारी लिइराख्नुपर्छ, आफूले गर्नुपर्छ। तर म चाहिँ कमोडिटी मार्केटमा, नेपालको कमोडिटी मार्केटमा पहिला पनि गरेँ हो। योभन्दा पहिला पनि नेपालमा म्याक्स नेपाल भन्छ, नेपालको कमोडिटी मार्केट एउटा म्याक्स नेपाल भन्ने संस्था, कमोडिटिजको तितोपत्र दलाल भनौँ हामी त्यसलाई, तितोपत्र दलाल भन्छौँ। तितोपत्र दलाल मार्फत काम गरिरहेको थियो। कमोडिटी मार्केटमा नै राम्रोसँग गर्नुपर्छ, राम्रोसँग क्यापिटल गेनहरू गर्न सकिन्छ। जस्तो कि हाम्रो नेपालमा त सुन कारोबारमा पनि अब त्यस्तो ट्रेड चाहिँ छैन। अब नेपालमा पनि सुन कारोबार, सुन चाँदीहरू कारोबार गर्नु पाउने, ट्रेड गर्नु पाउने भएको भए त अलिकति नेपालको स्थिति पनि राम्रो हुन्थ्यो, गभर्मेन्ट राम्रो हुन्थ्यो, पब्लिक राम्रो हुन्थ्यो, बिजनेस होल्डरलाई पनि राम्रो हुन्थ्यो। हामी त जसरी पनि पैसा कमाउने हो होइन, पैसा कमाउनेहरूले राम्रो हुन्थ्यो होइन। अथवा हामी जसरी भए पनि पैसै कमाउने त हो, पैसा कमाउनुलाई इलिगल होइन, लिगल हिसाबमा पैसा कमाउने हो नि त होइन। त्यो हिसाबले नेपालमा अब हाम्रो नेपालमा पनि अब बिस्तारै हुन्छ होला, अपडेटेड त हुन्छ। अब के हुन्छ भने डेभलप भन्ने चिजहरू चाहिँ वातावरण सँगसँगै हुन्छ, अथवा अब समयअनुसारसँगै हुन्छ भन्छ। अहिले नभए पनि पछि त होला। अब सबैजना हामी जस्तै पढे लेखेको मान्छेहरू पनि अपडेटै होला होइन। अब मैले भन्नुभयो म पढे लेखेँ भनेको चाहिँ होइन, म अर्थशास्त्रीको कुनै विज्ञान विशेषज्ञ चाहिँ होइन। तर पनि मैले यो सेक्टरमा काम गरिरहेको, हामी भनेको त लगानीकर्ता हो नि त होइन। लगानीकर्ताले त जहाँ फाइदा छ सरकारलाई पनि ट्याक्स तिर्छ र त्यो कानुनमा लिगल अनुसारले हुनुपर्छ भन्ने त हो। त्यो कारणले गर्दाखेरि आजको भिडियो अलिकति लामो हुने भएर चाहिँ म तपाईँलाई सर्टकटमा भनौँ भनेको। अनि अब यो कुरामा चाहिँ अब मैले फाइनेन्सियल फ्रिडम सम्बन्धीमा एउटा लाइफ इन्सुरेन्सको भयो। अनि अर्को कुरा तपाईँले गर्नुपर्ने अर्कै कुरा भनेको एउटा एफिलिएट मार्केटिङ बनाउनु पर्यो। एफिलिएट मार्केटिङ भनेको एमाजोन, अलिबाबा जस्तो कि नेपालमा हामीले सुनिरहेको छ दराज, त्यसको एफिलिएट मार्केटिङ एउटा मार्केटिङको सदस्य लिएर त्यसको कामहरू गर्नु छ। यसको फुल डिटेल चाहिन्छ, कसरी गर्ने भन्ने कुरा हो भने मलाई व्यक्तिगत हिसाबमा मेसेजमा सोध्न सक्नुहुन्छ, टिकटकमा सोध्न सक्नुहुन्छ, ल मलाई टेलिग्राम फलो गर्न सक्नुहुन्छ, अथवा मलाई तपाईँहरूले कमेन्टमा लेखिदिनुहोस् फुल डिटेल। कसरी गर्ने त कसरी गर्ने त, फर्स्ट स्टेप कहाँ जाने, अब प्यान चाहियो, डकुमेन्टमा चाहिएला, इन्टरनेसनल ड्राइभिङ लाइसेन्स चाहिने स्थिति पनि हुनसक्छ। कुन कुरामा कुन डकुमेन्ट चाहिन्छ है, यो कुरामा अब तपाईँले हुन नि सक्छ नहुन नि सक्छ। तर मैले भन्नुको चाहिँ फाइनेन्सियल फ्रिडम हुनुको लागि चाहिँ इन्टरनेसनल बिजनेस कोच हुनुको लागि हुन त मान्छेले तपाईँहरूले भन्यो भने अब मैले झुटो बोलेको जस्तो, नराम्रो बोलेको जस्तो लाग्छ होला। म तपाईँहरू सधैँ रियल कुरा गर्नु पऱ्यो होइन। संसारको सबभन्दा ठुलो प्लेटफर्म एमाजोन भनेको त तपाईँको यो पृथ्वीमै सबैभन्दा सबै मार्केट प्यालेसमा संसारको सामान पुर्याउने प्लेटफर्म हो। अचम्म मान्नु पर्दैन, गुगल सर्च गरेर हेर्नुहोस् एमाजोन भनेर। अब एमाजोनको हिस्ट्री कुरा गर्ने होइन, एमाजोनको कुनै पनि फ्याक्ट्री पनि छैन, न त कुनै गोदाम पनि छैन, न त कुनै वेयर हाउस पनि छैन। त्यो भनेको के हो त, दिमाग, माइन्ड सेटअप हुनुपर्छ। यो त एउटा उदाहरण, त्यस्तो धेरै थुप्रोहरू छ। अलिबाबा हुने केही पनि छैन, गोदाम सोदाम केही पनि छैन, केही पनि छैन, धेरै कुराहरू हुन्छ। यो एउटा तपाईँको एआई जेनेरेसन हो। हामीले
मेन कुरा अबको जमाना अबको सिचुएसन भनेको डिजिटल वर्ल्ड हो। डिजिटल वर्ल्डमा तपाईँहरूले कुनै पनि 1 रुपियाँ लगानी नगरेर पनि त्यस्तो कामहरू गर्न सक्छौँ। हामी आइटी सेक्टरको इन्जिनियरहरू हुन्छ, आइटी मेन्टेनेन्सहरू हुन्छ, आइटीको सम्बन्धमा धेरै कुरा। म चाहिँ आइटी सेक्टरको चाहिँ होइन, म विशेष चाहिँ अर्थशास्त्र सम्बन्धीको चाहिँ हो। अर्थशास्त्र मैले पढेको छैन, तर अर्थशास्त्र मैले धेरै बुझेको छु। जस्तो कि अर्थशास्त्र भनेको जुन देशमा आफू जन्मे बस्यो त्यो देशको अर्थशास्त्र कस्तो छ भन्दाखेरि त्यहाँको स्टक मार्केट हेर्छ। जस्तो कि स्टक मार्केटलाई देशको अर्थतन्त्रको ऐनाको हिसाबले हेरिन्छ संसारमा जहाँसुकै जाँदा है त। अर्थशास्त्र भनेको एउटा देशको ऐना हो। त्यस्तै हामीले काम गर्ने तरिकाहरू, हामीले सोच्ने तरिकाहरू अलिक पोजिटिभ सोच्ने, सबै मान्छेलाई अब मान्छेहरूसँग बोल्ने, राम्रो खाने, राम्रो हिँड्ने हैन। एक्टिभ इन्कमहरू सुरुवात कसरी गर्ने? पैसा त हेर्नु, पैसा कमाउने मान्छे त संसारमै छन् त छैन। बारी बगेर नै पैसा कमाउँछ, तर के 3 बजे बारीहरू बग्यो, बेलुका खानालाई पैसा पुग्दैन, गाह्रो छ है। त्यो कारणले एक्टिभ इन्कम र प्यासिभ इन्कम हुन्छ क्या। एक्टिभ इन्कम भनेको चाहिँ तपाईँले जे काम गर्नुहुन्छ त्यसको पैसा मात्रै आउँछ। प्यासिभ इन्कम भनेको चाहिँ तपाईँले दिमागले जसरी काम गर्नुहुन्छ त्यहाँबाट आउने बेनिफिट चाहिँ प्यासिभ इन्कम। संसारमा एक्टिभ इन्कम गर्ने मान्छेहरू आजसम्म उपाल आएको छैन। आजसम्म प्यासिभ इन्कम गर्ने मान्छेहरू संसारको हिरो। एलन मस्क हेर्नुहोस्, जेफ बेजोस हेर्नुहोस्, वारेन बफेट हेर्नुहोस् हैन। अब नेपालको कन्टेक्समा हेर्ने भने विनोद चौधरीले हेर्नुहोस्। विनोद चौधरी न त बारी बगेको छ र न त होटलमा काम गरेछ र न त कुनै एक्टिभ काम गरेछ। उनीहरू केही पनि काम गरेछ। उनीहरू प्यासिभ इन्कम मात्रै हो। प्यासिभ इन्कम भनेको तपाईँको दुःख नगरिकन, काम नगरिकन, हात खुट्टा नचलाइकन गर्ने कामलाई प्यासिभ इन्कम भनिन्छ। प्यासिभ इन्कम भन्नेको धेरै कुरा हुन्छ। जस्तो कि तपाईँको हाम्रो फिजिकल पावर भनेको माइन्ड बढी पावरफुल हुन्छ क्या संसारमा। तपाईँको यो हाम्रो यो दिमाग भनेको हामीसँग बाएको दिमागहरू भनेको यो ब्रह्माण्डको सबकन्सियस माइन्डको लेभलमा हुन्छ। सबकन्सियस माइन्ड भनेको त अब तपाईँलाई थाहा नै हुन्छ। यो सबकन्सियस माइन्डको कुराहरूमा एकदमै धेरै पावर हुन्छ। सबकन्सियस माइन्ड पावर बढाउनु पर्यो। तपाईँहरूले सबकन्सियस माइन्ड पावर कसरी बढाउने त? टाइममा सुत्ने, टाइममा खाने र बिहान यो यसमा साइन इफेक्टिभ हुन्छ सबैभन्दा बिहान चाँडो उठ्ने। सबै बिहान चाँडो उठ्ने। बिहान चाँडो उठेपछि कसैसँग नबोलिकन आफूले सुन्नुपर्ने कुराहरू सुन्ने। जस्तो कि किताबहरू पढ्ने, मोबाइलहरू कम हेर्ने है। सोसियल मिडियामा कम हेर्ने। सोसियल मिडिया चलाउने हो भने इन्कम हुनुको हिसाबले चलाउनु पर्यो है। सोसियल मिडिया चलाउनु नराम्रो होइन। सोसियल मिडियाबाट पनि धेरै इन्कमहरू हुन्छ, तर तपाईँले केही कुराहरू रिल्सहरू बनाउनु पर्यो, तपाईँको बिजनेसहरू प्रमोट गर्नु पर्यो, त्यो पनि प्यासिभ इन्कम भित्रै पर्छ। तर जबसम्म मान्छे एक्टिभ इन्कमको पछि लाग्छ, मान्छे सक्यो। मान्छे प्यासिभ इन्कमको पछि लाग्छ, उसको जिन्दगी आजैबाट सुरुवात भयो। मलाई लाइक, कमेन्ट, सेयर गर्नुहोस्। कसरी गर्ने, कहाँबाट गर्ने, कसरी सुरुवात गर्ने त मैले भनेको छु। प्यासिभ इन्कमका लागि मात्र। हस्त, नमस्ते।